आदरणीय साथीहरू नमस्ते। नमस्ते। हजुर नमस्ते। उहाँ हुनुहुन्छ हाम्रो बारादसी अपाङ्ग सङ्घका सचिवजी हुनुहुन्छ। उहाँसँग हामी केही भलाकुसारी गर्न जाँदैछौँ। नमस्ते हजुर। नमस्ते नमस्ते। अनि बारादसीमा अपाङ्ग सङ्घले अहिले कस्ता कार्यक्रमहरू गरिरहेको अवस्था छ? ठिकै छ। हाम्रो बारादसी अपाङ्गता अभियान हो हाम्रो संस्थाको नाम र यो संस्थाले चाहिँ विभिन्न कार्यक्रमहरू अपाङ्गता अन्तर्राष्ट्रिय अपाङ्गता दिवसदेखि लिएर नेतृत्व विकास सम्बन्धी तालिमहरू गर्दै गर्दै यो अहिलेको चाहिँ हाम्रो 15 दिनीय अपाङ्गता भएका महिला तथा उहाँहरूका परिवारका सदस्यहरूले जुत्ती चप्पल बनाउने 15 दिने तालिम गरिराख्नु भएको छ र यो तालिमको आज अन्तिम समापन कार्यक्रम हुँदैछ। अनि आज कतिजना यस कार्यक्रममा सहभागिता हुनुहुन्छ? तालिममा सहभागी 12 जना साथीहरू हुनुहुन्छ। 12 जना हुनुहुन्छ। यही बारादसी गाउँपालिका अन्तर्गतकै साथीहरू हुनुहुन्छ? बारादसी गाउँपालिका भित्रकै हुन्। अनि कता कता के भइरहेको छ त्यो पनि देखाइदिनु होला न। हजुर। यहाँ के भइरहेको छ अहिले? चप्पलको फिता छ। अनि कस्तो चप्पल बन्यो? चप्पल यहाँ छ नि, यहाँ हामी चप्पल हामी यस्ता बनाउँदैछौँ। आदरणीय साथीहरू, उहाँ हुनुहुन्छ हाम्रा बारादसी अपाङ्ग अपाङ्गता सङ्घका सचिव। उहाँको अगुवाईमा बारादसी गाउँपालिका अन्तर्गत यहाँनिर जुत्ती चप्पल सिलाइको कार्यक्रम भइरहेको छ। उहाँ यस बारेमा जानकारी, यो कति दिन कहिलेदेखि सुरुवात भएको थियो? 5 गतेदेखि सुरु भएको हो। यो वैशाख 5 गतेदेखि सुरु भयो र आज बिचमा 3 दिन ग्याप गरेको कारणले गर्दा आज 22 गते हामी समापन गर्छौँ। यो जुत्ता चप्पल यहीँका सहभागिताहरूले बनाउनु भएको? हजुर हजुर, हाम्रा साथीहरूले बनाउनु भएको हो। हेर्न सक्नुहुन्छ साथीहरू, यहाँका सहभागिता प्रतिनिधिहरूले बनाएका जुत्ती चप्पलहरू हुन्। महिलाका आकर्षक रहेको छ। उहाँ हुनुहुन्छ हाम्रा प्रशिक्षकजीलाई पनि म नमस्ते हजुर। नमस्ते हजुर। कतिजना सहभागिता हुनुहुन्छ यहाँनिर अहिले? आदरणीय साथीहरू, उहाँ चाहिँ प्रशिक्षक हुनुहुन्छ यो जुत्ती चप्पल सम्बन्धी कार्यक्रमको। अनि हजुरको परिचय पनि एकचोटि दिनु होला न। नमस्कार, मेरो नाम मीना कुमारी तिमसिना रमला, घर गौरडा नगरपालिका वार्ड नम्बर 3 मा छ। सहभागिताहरूको उपस्थिति कस्तो रहेको छ यहाँनिर? सहभागीहरूको उपस्थिति एकदमै राम्रो छ। उहाँहरू अपाङ्गता भएको व्यक्तिहरूले सिके पनि एकदम राम्रोसँग सक्रिय भूमिका निभाएर अहिलेसम्म इच्छा शक्तिले नै उहाँहरूले काम गरिराख्नु भएको छ। आज दिनले 15 दिन उहाँहरूले कोर्स पुरा गरेर आज समापन कार्यक्रम हुँदैछ। एकदमै राम्रो गर्नुभएको छ। उहाँहरू व्यावसायिक बन्छु पनि भनेर भन्नुभएको छ। अब हेरौँ कतिसम्म भन्नुहुन्छ। गर्छौँ हामी व्यावसायिक बन्छौँ भनेर भन्नुभएको छ अहिलेसम्म चाहिँ। धन्यवाद प्रशिक्षार्थीज्यू। उहाँ प्रशिक्षक हुनुहुन्छ। चप्पलमा हल्का पेन्टिङ गरिराख्नु भएको छ। हामीलाई अलि बजेटकै कमी हुन्छ। बजेट कतैबाट भने हामी व्यवसाय गरेर उद्यमी गर्न सक्छौँ। यो उद्यमी हामीले बारादसीमा उद्यमी यो जुत्ती चप्पलको गराउन सकेर हामी सफल हुन सक्ने सम्भावना कतिको देख्नुहुन्छ तपाईँ? पुरै देख्छौँ। अलिकति आर्थिकले चाहिँ हामीलाई मेटेरियल सामान किन्न अलिक पैसा चाहिन्छ। म्याडमसँग म फेरि पनि सोध्न चाहन्छु। म्याडम, यो सानो घरेलु व्यवसाय गर्नको लागि कति जति रकम चाहियो होला? उहाँहरूलाई घरमा किन्न छुट्टै यो जुत्तीको खर्च छ जुन, यो घरमा किन्न चाहिँ 10,000 जति आवश्यक नै पर्छ। त्यो ननासिने खर्च हो। कच्चा पदार्थ त 5,000 10,000 जतिको किन्दा पनि पाउनुहुन्छ। अनि लगभग कति जति बजेटमा यो कार्यक्रम हामीले स्टार्ट गर्न सक्छौँ जुत्ती चप्पल बनाउने कार्यक्रम? बजेट चाहिँ उहाँसँग लुगा सिलाउने मेसिन भयो भने 20,000 रुपियाँ चाहिँ छुट्याइदिँदाखेरि घरमा कैँची यो सामानहरू किन्न सक्नुहुन्छ। अनि त्यही बेच्दै त्यही कमाउँदै त्यही गर्दै गर्दा यसको मार्केट कतिको छ? मार्केट चाहिँ आफूले कतिको प्रचार प्रसार गर्न सकिन्छ। मेन कुरा चाहिँ आफूले घर गाउँमा पनि मैले बनाएको चप्पल लिइदिनु भन्नु पर्यो। अब यो फिते चप्पल र यो जुत्ताको बारेमा मलाई कति जति यसमा? फिते चप्पल 700 रुपियाँ जोडी बेचिन्छ। होलसेलमा बेच्दा 600 रुपियाँ जोडी पनि दिनुपर्छ व्यापारीले लग्यो भने। हामीले एक जोडी बेच्दा 700 रुपियाँ जोडी बेच्छौँ। यो किचन जुत्ती जसका घरमा पनि अहिले लगाइन्छ किचन जुत्ती भनेर कसैले पनि खाली खुट्टा घरमा टेक्दैन। यो किचन जुत्ती उहाँहरूले होलसेल व्यापारीलाई दिँदा व्यापारीले 500 रुपियाँ जोडी बेच्छ भने हामीले 400 रुपियाँ जोडी दिनुपर्छ। उयो बुटिङ चप्पल 400 रुपियाँ जोडी बेच्दाखेरि हामीलाई यो संस्थालाई अथवा कम्पनीलाई कति नाफा हुन्छ? कति % नाफा राखिएको छ? उहाँहरूले धेरै उत्पादन गर्न सक्नुभयो भने 200 को पनि मेटेरियल लाग्दैन। 200 पनि मेटेरियल लाग्दैन। उहाँहरूको अलिकति जाने हो, परिश्रमलाई ध्यान दिनु भएन। उहाँहरूले 12 जनाले गर्नुभयो भने एकै दिनमा 20-25 निकाल्नुहुन्छ।
अनि यो बुटिङ जुत्ती भनेर चाहिँ 1000 रुपियाँ जोडी बिक्छ फेरि यो बेहुली चप्पल बेहुली चप्पल चाहिँ 1000 रुपियाँ जोडी बिक्छ अनि अब यही सहीलाई बेहुलाको चप्पल पनि मैले बनाउन सिकाइदिएको छु उहाँहरूलाई यो बुटिङ गर्नु भएन बेहुलाको चप्पल चाहिँ अब रातो पनि लाउँछ बेहुलालाई साधै पनि 1000 रुपियाँ बेहुलाहरूले अब त्यत्रो खर्च गर्दा 1000 रुपियाँ किनिहाल्छन् भएन दौरा सुरुवालको कपडा पनि उहाँहरूले सेटै सिलाउँछु भनेर ल्याउनु भने त्यो उहाँहरूले कपडा दिनुहुन्छ कपडा दिए पनि 1000 रुपियाँ लिँदाखेरि बेहुलाको जुत्ता पनि बनाउनुहुन्छ एकदमै राम्रो आफूले मोबाइलमा फेसबुकमा हाल्ने अहिले त टिकटक चलाउनुहुन्छ सबैले टिकटकमा हाल्ने आफ्नो प्रचार प्रसार जति बढाउन सक्नुहुन्छ व्यापार चाहिँ धन्यवाद हजुर मसिन कस्तो खालको मसिन हो कस्तो खालको मसिन हो यो ठुलो मेसिन हो यो जिन्स प्यान्टहरू सिउने मेसिन हो जिन्स प्यान्टहरू सिलाउने मसिन हो कति जति पर्न सक्छ अब जस्तो जुत्ताको भनेको बाक्लो सिउनुपर्छ बाक्लो सिउनलाई 18 नम्बरको ठुलो सिउ चाहिन्छ होइन हजुर ठुलो सिउ चाहिन्छ अनि सबै त्यही हो कति पर्छ भन्नुभयो यो मसिनको मैले पहिला चाहिँ 13,500 किनेको 15,000 पर्छ अनि 15,000 पर्छ अहिले मैले धेरै पर्छ भने यो के बनाउँदै हुन्छ एकजनालाई भनिदिनु होला ए